के हजुरको? भित्र आलु प्याज पोटेटो एन्ड यु वान इट भनेर सोध्नु न आमा आज चाहिँ हामी चिया खाने ठाउँमा यो दाइ चाहिँ कुहिरे भनेर पुरै आमालाई प्यान्ट हाल्ने आज पुरै है दाइ तपाईँ रेडी हो नि ल यार गाइस रेडी है त ल लेट्स मुभ नेपाल Milky. Yeah. Milky. With shell. With shell or no shell? What? The Shell. You wanna eat round बोलो shell त देउन त आमा बिचरा विदेशीले बुझ्दैन त्यस्तो हालले हिँड्नै गाह्रो ओके आई ब्रिङ सेल ओके वेट आमा त्यो एउटा सेल दिन्छ त्यो हुनु पर्यो लग्यो एउटा दिस सेल भन्न इङ्ग्लिस पनि कस्तो सेल अनि आउँछ पनि देखाउनु डु यु वान्ट इट ओ या यु वान्ट इट आमाले भन्नुभयो आलु चप पनि देखाउनु रे चिया सुगर कम कि सुगर बढी सुगर के हाई सुगर और लो सुगर हाई सुगर और नो सुगर सुगर भित्र आलु प्याज पोटेटो एन्ड अनियन्स पोटेटो ओनियन मिक्स अफ पोटेटो एन्ड खुर्सानी ओके दाइ र बेचनको पिठो यो अन्डा एग उसिने एग उसिने एग यसो चाहिँ उता जान्छ कस्तो लाग्यो हाउ इज इट नेपाल कस्तो लाग्यो हाउ इज इट नेपाल यु डोन्ट इट अफ खैरे नेपाल कस्तो लाग्यो सोध्न हाउ यु फिल नेपाल अनि कसरी आयो त्यो त एटेन्ड भयो नाम के हजुरको? वाट इज योर नेम भन्नु न वाट इज द नेम वाट इज द नेम म खबर दिए कहिले वाट इज द नेम जिजु नेम लभ लभ बनाना डु यु वान्ट इट डु यु वान्ट इट बनाना हाउ मच पिस हाउ मच वेस्ट भने द्याट्स फ्रेश फ्रम द गार्डन हाउ मच हाउ मच कति रे आमा